के हो त अनि के रे जङ्गली मान्छे जस्तै कराइदिनु भयो त अनि अघि भन्नु पर्थ्यो नि अघि हराएर नगर्थ्यो होला यतिखेर आएर भनेर हुन्छ नि ऊ त्यो अरे काफल गुरु तर काफलै छैन एउटा नि गाइजहरू अहिले चाहिँ यहाँ आइपुग्यो यहाँ तल उडाएर यो ढुङ्गामाथि चढेर टक्का लाएर यहाँ माथितिर जाने हुन्छ मैले झर्नु पऱ्यो जम हान्नु पऱ्यो यहाँबाट यहाँ तल गाइजहरू यो ढुङ्गाबाट तल जम हानेर अब चाहिँ फेरि यात्रा अघि बढ्यो लेट्स मूव सासा भइसक्यो सब थाकिसक्यो भने उत्तम सरलाई बोल्नु अस्ति नै उत्तम सर कहाँको हाइकिङ जानु भयो भन्थ्यो म सर्टकट हान्दैछु यहाँबाट यी जङ्गलबाट प्राणी हानेर के हो रुख समात्ने बेला भइसक्यो कोही हात समात्ने बेला भइसक्यो यो के छ त अनि लेडिज क्याब लाएर हिरो बनाएको छ है खुब सब थाकेर यहाँ बसिरहनु भएको जुत्ता सुत्ता खोले रियाक्सन बाटोमा कसले नङ कटेर लिएर आउनु है आउँदाखेरि नङ काटेर आउनु होला गाइजहरू के अरे एलएमबाट बनाएको सर्ट भिडियो पनि पठाउनु न मलाई तर मलाई त्यो बनाउनु मन लाग्छ क्या तर त्यो 4-5वटा क्लिप क्या ठ्याक्क सानो 10 सेकेन्डको अनि पछि त्यसलाई जोडेर अस्ति मैले त्यो रोस्टारको बनाएको नि त्यस्तै टाइपको बनाउनु मेरो फोन उता अड्काइदिनु न उता हामी हिँड्दै आउँछ उता अड्काइदिनु तलको चाहिँ यहाँ सो गाइजहरू सबजना अगाडि गइसक्यो म चाहिँ माथि पुगेर नि फर्केर आएँ पिङ्गलहरू के झऱ्यो भने तर भेटेन छैन रहेछ हौ कसम छैन हौ तलसम्म गयो म जहाँबाट दौडेको त्यहाँसम्म गयो छैन भेटेन त्यहाँ मान्छेहरू आएछ अब त्यो मान्छेहरूले टिप्यो कि थाहा छैन कसम हो पकेटमै छ कि हेर्नु न सो गाइजहरू जाने भनेको अब यहाँ आधी बाटोमा आइपुगेर यहाँनिर के भयो यहाँ टिकटक बनाउने पो पुरा भएर यहाँ घर कता यहाँ ल प्रति यो रुख चढ्नु उति माथि आगोमा यो माथि आगोमा सुरुबाट आउँछ
के गर्नु लाग्यो यसमा भिडियो खोइ त के खोइ त अर्को मोबाइल देखाएको रेडी हो ऊ प्रति ओइ बालेन साथ चस्मा झन्डै फुट्यो यार हिँड्न नसकेको अवस्था गाइजहरू फ्ल्याट अवस्था कहाँ हो अझै आउँदैन त कोही उहाँ अगाडि पुगिसक्यो म चाहिँ बिचमा हिँड्नु पऱ्यो अब एक्लै म नि माथि अगाडिको टोलीसँग जानु पऱ्यो ए भएन यो पछाडिको टोलीले लास्ट जानु पऱ्यो हिँड्दै हिँड्दैन पछाडिको टोलीबाट त लास्ट उहाँ चाहिँ अल्छी पार्टी परेको थियो किन झऱ्यो मेरो अगाडि पुगिसक्यो अगाडि तिनजना बिचमा पछाडिको मान्छे पछाडि छ यार त्यो हिँड्दै हिँड्दैन ती चारजना अब कति बाँकी छ गुम्बा पुग्नलाई अब मेरो नेट चल्यो म्याप हेर्नु त सो तिनजना भएर तानेर नि लानु सकेको छैन जङ्गलको बाटो जानु पर्ला जस्तो म नि यार Yes, yes. You are not supposed to be like this. My leg is not working. Please stop it. So हालत पतली हिँड्दा I guess I'm already 1 kg down. अघि 10 लिटर तलै निकाल्दा मैले Guys, we are surviving with no food, no water, jungle hunt, एनर्जी ड्रिङ्क हान्ने no energy drink. कोक Energy drink खाएर बच्चा मर्छ। कोक छ मलाई कोक Extreme. Coke is the power energy. म त फेन्ट हुन्छु कस्तो म निकालेर अहिले माथि खानुपर्छ हेलो गाइजहरू एनर्जी ड्रिङ्क हान्ने रे पख्नु अब यहाँ कहाँ पुग्नु मनोसर खोइ यो बिच बाटोमा आएर फर्किने कुरा भयो अब चाहिँ जङ्गल स्वाट जाने स्वाट फर्किने एउटा हाइकिङ जायो तपाईँलाई ओ यो चाहिँ कडा अहिले फर्किरहेको थियो त उनीहरू त नपुगेर फर्क्या हो ऊ त्यो गएर हेर्छु म एक्लै कुदेर जानु पर्यो अब मोटर सर कहाँ हो
त बोल्दैन त मान्छे त के हो एक्लै कुदेर आइलाख्न मान्छे छैन त नि छैन त कुदेर आएको त्यहाँ लास्ट हाकेर जङ्गलको बिचमा आएर एक्लै भयो न माथिको मान्छे हेऱ्यो न तलको मान्छे नै आयो अब यो तल फर्किने कि माथि जाने पो भयो त तलको मान्छे बोलाउनु पऱ्यो एकचोटि आउँछ आउँदैन फेरि नआउने भने म तलतिरै जान्छु आउँदैछ तलतिर तलतिर आउँदैछ जङ्गलमा आएर एक्लै बसिरहेको छ मोहन सर हेलो कौन है कोही आउँदैन त जङ्गलमा आएर हरायो क्या हो पन्ध्र मिनट अरे 15 मिनट भन्दैछ के हुन्छ अब रेलवाला मान्छेले गरेर भन्यो अब के हुन्छ जान्छ कि जाँदैन यस्तै गाइडहरू हेरौँ अब के गर्ने हुन्छ डिसिजन के हो रिटर्न ब्याक हो रिटर्न ब्याक कि माथि हो कुरो के भयो भने अब यहाँबाट फर्किने कुरो भयो अब यत्रो माथि त अलिकति हिँड्यो भए त पुगिन्थ्यो होला अब रिटर्न ब्याक पो हुनुपर्ने भयो गाइजहरू सो तलतिर पो झर्नुपर्ने भयो यहाँनिर आएर मान्छेहरू त कोही पनि नजाने कुरा आयो म चाहिँ माथि त्यत्रो माथि पुगेर फर्केँ यार यहाँ फोटोस खिच्नतिर लाग्छ के भयो नजाने भयो रे नजाने भयो नजाने के नाटक गरिरहनु भएको अब झर्दाखेरि खुट्टा दुख्नु लागिसक्यो ल गएर यसो मासु सासु भन्दै गर्नु 2-3 भाग अनि हामी नन भेज हो नि त अनि तब यस्तो भेज होइन नि त हामी सो गाइज अब चाहिँ हामी फर्किँदैछौँ आधी बाटोतिर फर्केर आधी बाटोबाट फर्किनु पर्यो नसकेर गाइजहरू यो चाहिँ मासु भात धेरै भएको कारणले हिँड्नु नसकेको हो स्कुलको खाजाले गर्दा रे स्कुलको खाजा धेरै भएर हिँड्नु नसकेर यस म त हिँडिदिन्थेँ म त दिनभरिमा 100 किलोमिटर पनि हिँडिदिन्थेँ के गर्नु सङ्गतै गलत मान्छेको परेछ तर यो चाहिँ कसलाई भन्यो भनेर चाहिँ अब सुन्ने मान्छेहरू को हो आफूले बुझौँ के हो मुखै बटाएर हिँड्नु भएको तपाईँ त अनि मुखै बटाएर हिँड्नु भएको त स्पेनिसमा फर्काएर दिनु भनेको 2-3 शब्द अब यहाँनिर आउने बेलामा चाहिँ 3 जना पछाडि भएर फर्किने बेला हुन्छ अघि म यो बाटोबाट हिँड्दाखेरि चाहिँ मेरो यस्तो ट्याप ट्याप पड्काउने हराएको थियो यसो देख्नु होला राखिदिनु होला 185 रुपियाँको लागि मान्छेले राख्छ होला हावा राखिदिनु होला
Here are lots of people going through, I don't know what. Here is a mandirama. मलाई मेरो आइज मेरो भेटायो गाइस भेटायो क्यामेरा हेलो Thank you so much. I found my the one. I don't know what do we call that, but we call it tap tap. We call it tap tap. Wait, it is. Tikadai, now you can hide it from me, okay? Please give me. Abul. Oh wait, give me. Dito na मेरो सास अड्किरा छ बल्ल सास अड्किरा 150 को कुरो हो 150 को कुरो हो बिना कारण यो असिस्टेन्ट किन कोइला हस्पिटलमा ओनर भन्दा असिस्टेन्ट बढी गोलिरहेको छ यहाँ त अनि अब यो क्यामेरा र Yes. She is my friend. फेन लाउन ह फेन रे फेन चाइनाकोलाई सोध्नु न चाइनाकोलाई जसरी पनि पोर्चुगलले जित्छ उ फेरि जर्सी चाहिँ ब्राजिल पोर्चुगलको भन्ने छ यसलाई चाहिँ अप्सनमा राख्नु यो यस्तो यो ब्राजिलको जर्सी किन लगाएको थाहा तपाईँ ब्राजिलको फ्यान भएको र इम्प्रेस पार्नुको लागि त्यो लगाएर म इम्प्रेस हुन्छु होला त हो कि भन्नु त हैन फेरि जापानमा पुग्दा नि सिधै यो हाम्रो पुगोस् जापानै पुर्याइदिनु यो भिडियो अड्क्यो त के हो अड्क्यो त सासै अड्क्यो त भन्दै सरको मोटिभै चाहिँ हो जापान पुगोस् भन्ने तपाईको चाहिँ अस्ट्रेलिया मेरो त काका हो मेरो युएस यो एक अर्काको पुल खोलाखोल गरिरहेको छ यहाँ त तपाईको चाहिँ अस्ट्रेलिया हो यस सर ब्रेकअप प्याचअप त भइरहेको छ दिनमा 3-4 चोटि तपाईको भने नि मैले यस्तो कुरामा हो के टिकादारलाई सपोर्ट गर्नु आज दिएको नि त ज्यान ठुलो छ अलि ढलिहाल्छ कि भनेर ब्याक सपोर्ट दिइहाल्यो होइन अब यस्तो ठुलो छ होइन ढलिहाल्यो भनेर सपोर्ट चाहिँ दिइरहेको क्या अहिले ए त हो नि तपाईँको ट्याप त म सरले जानु है दिनु है मलाई चाख्दैनन् बटैका भोका दिने